साथीहरू यो पाराबारी बजार साथीहरू यो चाहिँ पाराबारी बजार भन्छ। यो धरमपुरदेखि 8-9 किलोमिटर दक्षिणमा रहेको यो पाराबारी बजार। अब म यहाँलाई माथि लगेर जान्छु। यो रोडको साइडमा अब यो बजारको आकर्षणको लागि यो नेपाली झन्डा यहाँ राखिएको छ अहिले। बाटोहरू निकै बिग्रेको रहेछ। म धेरै वर्ष अगाडि लगभग 4 वर्ष 5 वर्ष अगाडि यो बाटो आएको थिएँ एकचोटि। निकै राम्रो थियो बाटो। अहिले धेरै बिग्रेछ बाटोहरू, खराब हुन्छ। त्यतिखेर म पाराबारी बजारदेखि धरमपुरतर्फ लागिरहेको छु। र म धरमपुरतर्फ पुगिन त्यही माथिबाट म फेरि पश्चिमतिर लाग्नेछु। बाटो निकै खतम भएको रहेछ यो ठाउँमा चाहिँ। अब लगभग म यो ठाउँबाट पश्चिम जान्छु। अब यहाँबाट पूर्व गयो भने मङ्गलबारे बजार पुगिन्छ। यो शिव सतासीको मङ्गलबारे यता माथि धरमपुर पुगिन्छ। अनि म यता चाहिँ अब क्याम्पातर्फ गइरहेको छु। यो बाटो भनेको चाहिँ अब यो पारजुङ्गे हुँदै यो शान्तिपुर चोक क्याम्पा हुँदै शिवगञ्जसम्मको यो भित्री सडक हो। यो वरिपरि धान छ, यो बिचमा यो रोड छ हैन। यो नेपाल त पक्कै पनि होइन होला।
नेपालको कुन ठाउँ हो कुन ठाउँ हो यो कुन्नी यो नेपाल त पक्कै पनि होइन यो ठाउँ यसो हेर्नुहोस् यस्तो धान खेतीबारीको बिचमा यो रोड कालो पत्रे सडक छ अब यहाँ एउटा लाउरे चोक भन्ने आयो यहाँ अहिले टिङ पनि लगाइएको रहेछ लाउरे चोक भनेर यहाँबाट एउटा लाउरेको चाहिँ प्रतिमा पनि बनाइएको छ यो यता दमकबाट पाल्चुमी मङ्गलबारे शान्तिपुर चोक अनि उतै उतै क्याम्पा भएर जाने यो एउटा भित्री सडक हो यो हुलाकी मार्ग पनि भन्छ जस्तो लाग्यो अब यो शिव सदाशिव कमल गाउँपालिकाको सिमाना खोला यो कमल खोलाको पुल यो अब यो कमल खोला पुल बनेको पनि त्यस्तो धेरै वर्ष त भएको छैन तर यो खोइ किन एकदम यो जीर्ण बनिसकेको छ यो बिचमा अब सबै यो जोडतीहरूमा चाहिँ अब फुटेर होइन चर्केर यस्तो भइसक्यो यो किन यस्तो यो कमल खोला पुल यो कमल गाउँपालिका र शिव सदाशिव नगरपालिकाको सिमाना खोला पनि हो अब यसको ठिकै यतापट्टि चाहिँ यहाँनिर क्याम्पा बजार यो क्याम्पा बजार यहाँ अगाडि देख्थ्यो यो क्याम्पा बजार उताले यहाँनिर यस्तो बस्ने चौताराहरू आदि इत्यादि बनाइएको छ रामडिया बनाउनु खोजिएको छ यो ठाउँलाई पनि अब आज त बजार होइन अब बजारको दिन निकै नै भिड बजार लाग्ने गर्छ यहाँनिर क्याम्पा बजार यो पुरा हाट लाग्ने ठाउँहरू भयो यो यहाँदेखि उँधो कहाँ जान्छ यो मलाई पनि त्यति राम्रो थाहा भएन बजारको दिन निकै नै ठुलो बजार लाग्छ यो क्याम्पा बजार उत्तरपट्टिको दृश्य देखाइरहेको छु अब म चाहिँ यतापट्टि जान्छु यो त हाम्रो अब यहाँ केही पर तोपको एउटा प्रतिमा पनि बनाइएको छ जसको भिडियो पनि मैले यो आयु अनलाइन युट्युब च्यानलमा पहिला नै राखिसकेको छु यहाँ एउटा तोपको प्रतिमा राखिएको छ अब यहाँबाट दक्षिण जाँदाखेरि समयगढ पुग्यो अनि यहाँभन्दा माथि केर्खा यहाँ एउटा यो तोपको प्रतिमा बनाएर राखिएको छ यो गजबको यो म यहाँबाट यता लागेँ अब यहाँबाट यता म क्याम्पादेखि पश्चिम पसेँ अब यता गाउँ नै गाउँ म आफ्नो गाउँतिर शान्तिपुर चोकतिर पुग्छु यहाँ पनि एउटा पुल बनाइएको रहेछ
पाराबारीदेखि मैले यो भित्री सडकलाई यहाँहरूलाई देखाइरहेको छु। यो कमल गाउँपालिका क्षेत्र हो। यो कमल गाउँपालिका वडा नम्बर 2 पर्यो अब यता। यहाँ पनि एउटा पिङ बनाइएको रहेछ। भाइहरू के छ खबर भाइहरू? यो त कमल गाउँपालिका कति नम्बर पर्यो? 2 ए यो चाहिँ 4। नमस्ते सबैजनालाई, मेरो नाम आदित्य खड्का। अनि भाइ अनि यहाँबाट यता त्यो स्वर्ग जाने बाटो चाहिँ कता हो? स्वर्ग कता कुन बाटो जान्छ? होइन त्यो स्वर्ग भन्ने एउटा ठाउँ छ अरे नि। होइन हौ, सिडी चाहिन्छ। एउटा बस आउँछ होइन, बस आउँछ सिधै बसमा ठोकिनु सिधै छोड्नु। ए उताबाट बस आउँछ, त्यो बसमा ठोकिँदा चाहिँ ए ल धन्यवाद भाइहरू, सही बाटो देखायो भाइले। क्या भाइको नाम भन त? ल थ्याङ्क यू भाइहरू। ल आयुष नेउपाने, यस गुड नाम। सानो भाइहरूसँग मैले हल्का प्र्याङ्क गरेँ। अब जान्छु आफ्नो गाउँतिर। बडो राम्रो छ, आजको मौसम पनि राम्रो आज। अनि आजको मौसम पनि त्यतिकै राम्रो। अनि त्यसमाथि पनि अब यो गाउँको बाटो कालो पत्रे सडकै सडक हिँड्नु धेरै रमाइलो मजा हुँदो रहेछ। अब यो शान्ति चौक भनेर यहाँनिर बोर्ड राखिएको छ, यो शान्ति चौक। म यहाँभन्दा माथि गएँ अब। जान्छौँ
यस साथीहरू यो दारासिङ चोक यहाँनिर चाहिँ भर्खरै एउटा दारासिङ चोक भनेर चाहिँ अब बोर्ड पनि राखिएको छ। यो ट्याक्कै यहाँनिर यो दारासिङ चोक। अब यहाँबाट सानो पुल कटेर यहाँ पारिपट्टि गएर यहाँबाट बाटो पनि छ। यहाँ पर केर्खाबाट झर्ने एउटा ठुलो हाइवे बाटो केम्पा जाने बाटो छ। यो बाटो अलिकति स्ट्रेटमा हुन्थ्यो, तर यहाँनिर यो पुलमा यो खोलामा पुल चाहिने भएको हिसाबले पनि यहाँबाट बाटो उता स्ट्रेट आउनु सकिएन। यो चाहिँ दारासिङ चोक। यहाँबाट अब यता म पश्चिमतर्फ जान्छु। बाटो एकदम राम्रो छ, भर्खरै बनेको नयाँ बाटो, त्यसैले पनि राम्रो छ। अब पछि बिग्रिँदै गएपछि अर्कै अवस्था होला, तर जे होस् अहिलेको लागि धेरै राम्रो छ। गाउँको बाटो हिँड्नु होइन, अब रिक्सी पनि भएन। अर्को कुरा अब अहिले त माथिल्लो बाटो हिँड्नु नेसनल हाइवे बन्दै गरेकोले गर्दाखेरि बाटो निकै रफ छ, त्यसैले पनि अब हाइवेको बाटो हिँड्न सकिँदैन, अहिले गाह्रो छ। त्यसैले म पनि यो बाटो हिँड्दा यसो ससुराली जाँदा आउँदा यही बाटो हिँड्ने गर्छु। आज पनि बुढीलाई माइत पुऱ्याएर आउँदैछु। दसैँको अब भोलि टिका, आजको दिनमा बुढीलाई माइत पुऱ्याइराख्यो। अब यहाँनिर मूर्ति चोक भन्छ, यहाँ एउटा मूर्ति राखिएको छ यो बिचमा। त्यसैले गर्दा पनि अब यो ठाउँलाई चाहिँ पारुवाङ चोक भनेर चाहिँ पारुवाङ चोक छ, एउटा मूर्ति छ। अनि त्यसैले पनि अब पहिला मूर्ति चोक चाहिँ भन्थ्यो। यहाँ एउटा मूर्ति छ। यहाँबाट पनि अब म पश्चिमतर्फ लागेँ। यहाँभन्दा माथि चाहिँ केल्खा अलिक पश्चिमपट्टिको पेट्रोल पम्प छिर्छ। मराइ छ साथीभाइहरूको। अब यहाँनिर हामी एउटा मुजुरभिटा भनेर हामी भन्छौँ, एउटा गुरुङ मिल चोक। चोकको नाम त अहिले के राखेको छ, तर हामी चाहिँ अब मुजुरभिटा भन्छौँ। पहिला गुरुङ मिल थियो पहिला, अनि यहाँनिर त्यस कारण गुरुङ चोक पनि भन्छ हो कि कतै गुरुङ मिल चोक मिल डाँडा पनि भन्ने गरेको छ। यहाँनिर चाहिँ दिपज्योति चोक रहेछ, दिपज्योति चोक। यतातिर सानोमा बहुतै खेली हिँडिन्थ्यो, रातभरि आयो यस्तो गिटार बजायो बस्यो यहाँको साथीहरूसँग, धेरै साथीहरू थियो। अब म लगभग मेरो घर नजिकै नै आइपुगेको छु। अब यहाँ 1 किलोमिटर 1100 मिटर चाहिँ यहाँनिर यो कालोपत्रे छुटेको छ। यो विषयमा योभन्दा अगाडि पनि मैले भिडियो निकालिसकेको छु। यो ठेकेदार भाग्यो भन्ने खालको कुराहरू पनि आइरहेको छ, र भाग्न बाध्य बनाइयो भन्ने खालको कुराहरू पनि आइरहेको छ। यो वास्तविकता के हो? हाम्रो यो बसले चाहिँ यसको बारेमा चासो दिनुपर्छ, पक्कै पनि पालिकाले गाउँपालिकाहरूले नै चासो राख्नुपर्छ भन्ने हो। यो चाहिँ अब पुलचोक, मैले धेरै यो पुलचोकको बारेमा भिडियोहरू बनाइरहेको छु। यहाँ फुङ लगाइएको छ, यहाँ वरिपरि एकदम आकर्षक यो झन्डाहरू राखिएको छ। यहाँ सिसी क्यामेरा पनि छ, भर्खरै सिसी क्यामेरा पनि जडान गरिएको छ। अब यहाँबाट 400 मिटरमा हाम्रो शान्तिपुर चोक आउँछ। शान्तिपुर चौक।
हाम्रो शान्तिपुर चोक। शान्तिपुर चोकमा आइपुगे म। अब यहाँनिर अलिकति पानीपुरी खाने हो। हाम्रो पानीपुरी दोकान यहाँनिर छ, नयाँ नयाँ पानीपुरी दोकान। तपाईँहरूलाई पनि अब यो ठाउँमा पानीपुरी चटपटे खानु पर्यो भने आउनु होला। स्टाइल नदिने नानी लडिन्छ। हजुर भनेन।